साथीहरु यो कुराले धेरै मान्छेहरुलाई हर्ट हुनेवाला छ, तर यो कुरा म भनेरै छाड्छु। आजकलका टिचर्सहरु सबै पागल हुन्छन् कसम। यो कुरालाई म प्रुफ पनि गरेर देखाउँछु है त यो भिडियोमा। फर्स्टमा तपाईले यो भिडियो हेर्नुस् हैन, तपाई आफै बुझ्नुहुन्छ। कितने लोग ऐसे जो 7 घंटे ज्यादा सो रहे हैं, ये क्राइम है, ये क्रिमिनल ऑफेंसेस। अगर एजुकेशन पुलिस होती ना भाई साहब, तुम्हें जेल हो जाती है अभी तक। साथीहरु यस्तो त छ बुद्धि हैन एउटा टिचरको। एउटा विद्यार्थीलाई कम से कम 8 देखि 9 घण्टासम्म सुत्न पर्छ क्या, किनकि विद्यार्थी राम्रोसँग सुतेन भने उसको दिमाग फ्रेश कसरी हुन्छ। अर्को दिन पनि त स्कुल जानु छ, एक दिन मात्रै पढेर मरिहाल्ने हो र। अनि यस्तो कुराहरु टिचर्सहरुले बुझ्दैनन् के। त्यही भएर साथीहरु 8 देखि 9 घण्टासम्म मस्त सुत्नु पर्छ, भविष्य भाडमै जाओस् हैन। फर्स्टमा हामीहरुले हेल्थलाई राम्रो बनाउनु पर्छ के। पछि गएर तिमीसँग ब्याङ्कमा धेरै पैसा भएर पनि के गर्छौ इफ तिम्रो हेल्थ राम्रो छैन भने। जस्ट लुक एट मी साथीहरु, मैले चस्मा लाउन थालेको 6 क्लासबाट हो के, र अहिलेसम्म लाउँछु। र मेरो आँखा बिग्रेको कारण यही हो कि म रातभरि पढेर बस्थे क्या। अनि मैले के पाएँ त रातभरि पढेर? बाबाजीको ठुइया। त्यही भएर साथीहरु 8 देखि 9 घण्टाको स्लिप लिनुपर्छ है त। अनि इफ तपाई नेपालबाट यो भिडियो हेर्दै हुनुहुन्छ भने कमेन्ट सेक्सनमा गएर आई एम नेपाली भनेर टाइप गर्नुस् है त।